हेलो गाइज, वेलकम टु आवर छठ पूजा ब्लग। अस्ति चाहिँ हामी छठ पूजा गएको थिएँ। यहाँ बहिनी चाहिँ बमहरू पड्काउँदै नदीमा फ्याँक्दै, अनि म चाहिँ झिलझिले बाल्दै थिएँ। अनि त्यसपछि बोजू पनि पूजा गर्नुहुँदैछ धुपकाठी बलाएर। अनि हामी चाहिँ झिलझिलो मात्रै बलाउँदै, अनि यिनीहरू चाहिँ स्काई सट फुटाउँदै, अनि हामी चाहिँ देख्दै मात्रै उता नदीमा गएर पनि पूजा गर्नुहुँदैछ। नहेर पुरा टाउको पनि डुबाएर गर्नुहुँदैछ कि। अनि हामी चाहिँ पछाडि बमहरू फुटाउँदै थियो। अनि बिहान भइसक्यो, अब अरू चाहिँ स्काई ल्यान्टर्न उडाउँदै थियो। हामी चाहिँ यता पूजा गर्दै थियो। अनि यहाँ हामी अब नदीमा खेलेको, मैले चाहिँ क्याप उल्टा लगाइछु होला। अनि हामी चाहिँ उता नदीमा खेल्दै थिएँ। अनि त्यसपछि अरू चाहिँ डुब्दै पानीमा, अनि हामी चाहिँ खेलेको मात्रै। अनि हाम्रो आमा पनि पुरा फोटो खिच्नु हुँदै थियो। अनि हामी पनि भाइ चाहिँ चिप्लिन आँटेको थियो। अनि अरू चाहिँ हामीलाई भिजाइदियो। अनि यहाँ पनि हेर्नु कति प्रसादहरू छ। अनि हामीले पुरा अब बिहान भइसकेर हामी जान आँटेको थिएँ। पहिला पूजा गरिसकेर मात्रै गएको। अनि यता नदी खेलिसकेर अनि यिनीहरू चाहिँ पुरा स्प्ल्यास गर्दै थियो। अनि हामी अलिकति बम थियो, त्यो पनि पड्काउँदै थिएँ, त्यो पपहरू। अनि यता चाहिँ त्यो पूजा गरेको। अनि हामी चाहिँ जान आँटेको, म घर जान आँटेको। पहिला हेर्नुपर्छ के गरेको छ हाम्रो कुकुरले। तर बाई बाई गाइज, ह्याप्पी छठ पूजा।